अर्के जुस किन लाग्यो हाँ जुस जुस लिने हो जुन बोक्यो भने भयो एउटा भए पुग्छ यहाँबाट नलजिक तेरेङ तेरेङ हाल्छ यिनी त्यो टावर जस्तो हुन्छ नि त्यो हाल्छ कहाँबाट लाने त यो त तुरुङ तुरुङ भने उयो हो नि यार आइस हो नि त्यो त यार आइस हो नि आइस हो त्यो कुनबाट खाने मान्छे जुन खानुहुन्छ उयो लगाउने हो मिलो ट्राई गरिदिउँ न कसो मिलो मिलो यो यही लगाउँ यो ट्राई गरिदिउँ बोले 500 रुपये वाला सारे पे जोड़ेंगे बोले हाँ बोलो 7 रुपये 7 रुपये तिर्ने भयो दामी रहेछ नि त होइन त्यो ठुलो त अति ठुलो रहेछ नि त दुईजनालाई नि यो नि त 250 को नेपाली लगभग ठिकै नि ओके jalan jalan धुवा कस्तो कस्तो लाग्छ आज चाहिँ पानी परिरहेछ सन्डेको दिन के गर्ने मरी काम गर्यो हप्तामा एकचोटि छुट्टी हुन्छ त्यो छुट्टीमा पनि पुरा रमाइलो गर्नु पर्यो नि त हैन आज हामी दुईजना मार्केटमा छौँ मासु आज त पार्टी हुन्छ नि त पार्टी यति धेरै पार्टी छ कि आज दुईजनाको दाम जे धेरै चिजहरू छ भरे खोलेर देखौँला अरे के को मासु खाने खसीको बुङ्गुरको गोरुको चिकन कुखुराको के खान्छ घडा हो एउटा छुट्यो सुत्दै छ भाग्ने मिनाले चाहिँ सुत्छ अलि त के गाडी यति पावरफुल आउँछ कि ल साथीहरू यो चाहिँ हाम्रो भजन आजको सन्डेको दिन मस्त दुईजना मात्रै छ अरू केही छैन कोही छैन यो चाहिँ हाम्रो अचार कस्तो कस्तो लागिरहेछ त मान्छेले देख्यो भने अहिले अब यो आयो फेरि पैसा माग्न आयो दादा ल अब कहाँ बसेर खाने आज दुईजना मात्रै छ अरू कोही पनि छैन होइन बर्गर कुन खालको बर्गर फिला कुखुराको फिला के खाने त कुन बर्गरको बर्गर हो यो साथीहरू भनिदिनु पर्यो यस्तै नै बर्गर हुन्छ आज सन्डे हो नि त आज सन्डे भएको कारणले अनि छुट्टीको बेलामा एकदम रमाइलो यता आज खान मन लागेको चाहिँ एकदम भोक लागेको पनि थियो अनि खाजा अब के खाने त भनेर दुईजना पुरै डिस्कस गरे मार्केट गइसकेपछि मार्केट गएर के लिएर आएँ मासु धेरै थरीको लिएर आएको छ कुखुरा लिएर आएको छ चिकन लिएर आएको छ भैँसीको लिएर आएको छ अनि गोरुको लिएर आएको छ अरू के छ अनि धेरै चिजहरू छन् अब त्यो कसैले अब गोरुको भन्दाखेरि रिसाउँछ तर खाने चिज हो त्यो रिसाउनु कुरो चाहिँ भएन रमाइलो गर्नुपर्छ आज अब आज हामीले कसरी खान्छौँ त्यो चाहिँ देखाउने छु बिस्तारै है
मासु खान कम्ती राम्रो Hah? हिन्दू परेछ यताबाट देखिँदैन उताबाट देखिँदैन र मेरो वार्डमा यो है यो मासु दामी छ यार कस्तो खाने बेलामा कसको विरोध हुन्छ दिएको त मासु बिराललाई घुट्यौँ क्या होला खाँदैन त यसले यो मासु ल चिकन खानु रहेछ नि त यो चाहिँ गोरु चल्यो पनि दामी रहेछ है भोलि भातसँग खानु यो सकिँदैन तिमी भात नपुग्यो मैले खाइहाल्यो होइन त्यो भात धेरै हुन्छ यहाँ भात खाँदैछु खानु गोरु मासु पकाउँछ कि हामीले त्यहाँ उता हाम्रो बङ्गालीको बनाउँछ होला नि बनाउँछ नि बनाएर यो पिरो होला नि यो कति पिरो एउटै त त्यो हान्ने खाऊ मासु चाहिँ यसरी खान्छ खोर्सानी क्या यो दलेर क्या लास्टले पिरो पनि ओभर हुन्छ पिरो चाहिँ खानुपर्ने हो पिरो साँच्चै दामी जुस खाँदैनौ खायो यो नखाएर त कराइस् भने तेरो छालाको निकाल मैले अझै म आफै खानु बरु गर्नु हुँदैन धेरै टिप्नुपर्छ खाएन राँडोको मान्ने ततिर अब खानेकुरो अर्कै हुन्छ क्या यतातिर दाना दिने तिम्रो मलको फ्यास बोल्दैन अघि बाल्दा नबाल भन्यो बाह्र त झन् कालो हुँदो रहेछ तिम्रो अँ मेरो सिधै हात भोलिको रात परेको अवस्था जुस दामी छ दामी लाग्यो मलाई त्यो खाने त्यहाँ छ त्यो अझै पाइन्छ आजको छुट्टी कस्तो भयो दामी हो चुपचुप्रै को आयो चुपचुप भन्ने होइन काँचुप अनि दामी छ सेन्सिबल छ है हो जानु बित्तिकै भात खानुपर्छ कनाप त्यहाँ पर्छ दुईजनालाई धेरै हुँदैछ है लगेर जाउँ फुटबल दिनुपर्छ दाइलाई खुसी हुन्छ पुरा हो यो नि खाने बाँकी छ बर्गर भातसँग एक खाउन मलाई है हुन्छ हुन्छ
अलि खाने ल के कख न किन हाल्ने त्यो सक्दैन लास्ट त्यो बर्गर है उत्तरी खाने विद्यार्थी उताबाट हेरिहाल्यो क्या होइन सँगै खाऊँ न दुईजनाले खाउँ खाउँ यो चाहिँ बर्गर है फ्राई बर्गर भन्छ यो एकदम स्पेसल दामी रहेछ मिठो रहेछ त पार्नु न दामी रहेछ यार तर कस्तो मिठो लाग्यो त यार मैले त अस्ति यो खाँदिनँ भन्ने सोचिरहेको थियो आज कस्तो मिठो लाग्यो दामी यार दामी बोल्यो त्यत्रो खान सक्न आँट्यो है साथीहरू अब खोर्सानी लानुपर्छ होइन बढी बात है दामी छुट्टी बबारमा कति खायो यार म कति थोकाइसकेँ उ त एउटै छ भयो खानेमै छिटो खानुपर्छ क्या खाने कम्पिटिसन खेल्यो भने चाहिँ मैले जित्ने रहेछु भन्ने कुरा थाहा आयो क्या यो अस्ति चाउमिन खाँदा पनि मैले पनि छिटो खाँदै पनि एक नम्बर भयो तिम्रो चाउमिनमा मलाई सक्दैन म त ढिलो खाएको बन्दाकोपी हो एकदम चल्यो बरु तिमीले मोमोमा जित्ला होइन मलाई तिमीलाई चाउमिनमा सक्दैन एक प्लेट चाउमिनमा 2 गाँस सक्दैन हो न मैले खाउला नि बनाएर पानी खाने हो तिमी यो खाऊ मसँग खाँदिनँ कुरो छ पुग्यो म्याम फुली आज त बस्दै एकदम सही पैसा वसुल त्यो पनि हो अब सकियो है आजको ब्लग यहीँसम्म हो अब धन्यवाद छ अब हेर्नु होला कस्तो लाग्छ हेरेर ए लाउन नि हेर्छ त यो सफा पनि गर्नुपर्छ अर्काको ठाउँ है गरिसकेपछि एकदम यो चिल्लो छोड्ने किनकि फोहोर भन्ने कुरो गर्ने हुँदैन हामी नेपाली भएर होइन कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि केटा साथीभाइहरू अब मजाले खाइयो रमाइलो गऱ्यो आज यो सन्डेको दिन राति हो होइन अब रुम गएर मजाले गम 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 भात खानु पऱ्यो सर्र नुहाउनु पऱ्यो आजको सन्डे हामीले यत्तिकै सक्यो होइन अनि पानी परिरहेछ अहिले रात पनि पऱ्यो अघि कति पानी परिरहेको थियो अनि हामीले यति खाने भनेर सोच चाहिँ गरेको थिइनँ तर अचानकै भयो अचानक आयौँ अनि उसको बिरामी भएर हस्पिटलमा अलिकति त्यो प्रेसर नाप्नुपर्ने थियो प्रेसर चेक गर्नुपर्ने थियो त्यो प्रेसर चेक गर्नको लागि चाहिँ हामी दुईजना आएको खासमा प्रेसरको बिरामी मासु खाइरहेको अनि अब प्रेसर हाई छ भन्छ अब हामी यसरी मासु कम चपाइरहेछ होइन अनि त्यसपछि मार्केट घुम्दाखेरि मासु देख्यो देखेपछि अब त्यो खुलदुल भइहाल्छ मनभित्र नै आन्द्र भुँडी केलाएर सबै चिलाएर आइहाल्छ त्यो मासु देखेपछि तातो फ्राई गरेको मासु देखेपछि चाहिँ अब के गर्ने भनेर खाउँ भन्न थाल्यो लिएर खायो है रमाइलो लाग्यो मिठो पनि छ अनि आज चाहिँ खोर्सानी पिनेको अचार एकदम दामी नत्र मलेसियामा मासु खाने बेलामा प्रायः जस्तो गुलियो नै हुन्छ जे चिजमा पनि गुलियो मिसा हुन्छ अनि हामीले चाहिँ खोर्सानी छुट्टै पिनेको रस जस्तो ग्रेभी जस्तो त्यो चटनी ल्याएर हामीले खायौँ रमाइलो गऱ्यौँ दुईजना दाजुभाइ मिलेर अब आज एकजना साथी छुट्यो
यदि तपाईँहरूलाई मनपर्छ भने यस्तै यस्तै अर्को पनि भिडियो हेर्न चाहनुहुन्छ भने फलो गर्नुहोला अनि लाइक पनि गर्नुहोला कमेन्ट आफ्नो मर्जी लाइक चाहिँ गर्दा पनि केही बिग्रिँदैन तपाईँको एक लाइकले गर्दा हामीलाई अलिकति हौसला मिल्छ अनि सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो सब्सक्राइब मेन है त ल